तपाईहरुले आफ्नो वाइफाईको पासवर्ड साथीभाइहरुलाई र आफ्नो आफन्तहरुलाई दिनुभएकै होला। यस्तो अवस्थामा तपाईहरुको वाइफाईको राउटरमा धेरै डिभाइसहरु कनेक्ट भइरहेको हुन्छ र कहिलेकाहीँ वाइफाईको पासवर्ड चेन्ज गर्नुपर्ने बाध्यता हुन्छ। त्यही भएर आजको यो भिडियोमा तपाईहरुले आफ्नो भाइनेट वाइफाईको राउटरमा रहेको पासवर्डलाई कसरी चेन्ज गर्न सकिन्छ भन्ने विषयमा यो भिडियो बनाएको छु। त्यही भएर भिडियोलाई अन्त्यसम्म हेर्दिनु होला। यसको लागि सबैभन्दा पहिला तपाईहरुले चाहिँ भाइनेट भन्ने एप्स प्ले स्टोरमा गएर डाउनलोड गर्नुपर्ने हुन्छ र सबैभन्दा पहिला तपाईहरु चाहिँ प्ले स्टोरमा जानु होला र सर्च भाइनेट भनेर सर्च गर्नु होला र यति गरिसकेपछि तपाईहरुले चाहिँ इन्स्टल गर्नु होला। मेरोमा अपडेट आएको रहेछ, म अपडेट गर्छु र इन्स्टल गरिसकेपछि तपाईहरुले चाहिँ यो एप्सले ओपन गरिदिनु होला। र ओपन गरिसकेपछि तपाईहरुको चाहिँ यो आफ्नो राउटरको सेटअप पेज अर्थात यो पेजमा पुग्नु हुनेछ र यसमा तपाईहरुले यो सेटिङ भन्ने आइकनमा क्लिक गर्नु होला। डिभाइस इज रिफ्रेशिङ, प्लिज वेट 1-2 मिनेट भनेको छ। तपाईहरुले चाहिँ 1-2 मिनेटको लागि चाहिँ वेट गर्नुपर्ने हुन्छ। म ओके गर्छु र तपाईहरुले 1 देखि 2 मिनेटसम्म वेट गरिसकेपछि तपाईहरुले चाहिँ यो सेटअप पेज अर्थात यो एप्सबाट चाहिँ तपाईहरुले चाहिँ आफ्नो वाइफाईको पासवर्डहरु चेन्ज गर्ने देखि लिएर तपाईहरुले चाहिँ आफ्नो वाइफाईको राउटरमा कतिवटा डिभाइस चाहिँ कनेक्ट भएको छ यो सबै तपाईहरुले हेर्न सक्नुहुनेछ। हेर्नु साथीहरु, यसमा तपाईहरुले आफ्नो राउटरको सबै सेटिङहरु हेर्न सक्नुहुनेछ। यसमा तपाईहरुले चाहिँ तपाईको जस्तै नेटवर्कको नाम के राख्ने चेन्ज गर्न सक्नुहुनेछ र तपाईहरुले आफ्नो वाइफाईलाई चाहिँ नेटवर्कलाई चाहिँ हाइड गर्न पनि सक्नुहुनेछ र पासवर्ड पनि चेन्ज गर्न सक्नुहुनेछ। यसमा तपाईहरुले चाहिँ पासवर्ड चेन्ज गर्नको लागि यो चेन्ज भन्ने अप्सनमा क्लिक गर्नु होला र यसमा चेन्ज गर्नको लागि तपाईहरुले चाहिँ यहाँ इन्टर न्यू पासवर्ड भनेको छ। यसमा तपाईहरुले चाहिँ न्यू पासवर्ड के राख्न चाहनुहुन्छ न्यू पासवर्ड राख्नु होला र यसपछि तपाईहरुले चाहिँ फेरि पनि कन्फर्म न्यू पासवर्ड भन्ने ठाउँमा फेरि पहिलेकै त्यही न्यू पासवर्डलाई फेरि टाइप गरेर यसमा कन्फर्म पासवर्ड गर्नु होला र यसमा सेभ गर्नु होला। यो रातो अप्सनमा सेभ गरेर क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईहरुले चाहिँ आफ्नो वाइफाईको पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। म चाहिँ चेन्ज गरिन अहिलेको लागि, त्यही भएर म चाहिँ ब्याक गर्छु र तपाईहरुले यसमा तपाईहरुले डिभाइसहरु कतिवटा मोबाइल डिभाइसहरु चाहिँ कनेक्ट भएको छ आफ्नो राउटरमा यो पनि चेक गर्न सक्नुहुन्छ। यसको लागि तपाईहरुले चाहिँ यो कनेक्ट डिभाइस भन्ने अप्सनमा जानु होला र यसमा तपाईहरुले आफ्नो राउटरमा कतिवटा डिभाइस कनेक्ट भएको छ यो सबै हेर्न सक्नुहुनेछ। मेरो राउटर अहिलेको लागि चाहिँ मेरो राउटरमा 2वटा डिभाइसबाट कनेक्ट भएको छ र तपाईहरुले यो डिभाइसलाई चाहिँ कसरी ब्लक गर्ने यो ब्लक पनि गर्न सक्नुहुनेछ। यसको लागि तपाईहरुले चाहिँ यो जुन डिभाइस देखाइरहेको छ यसमा तपाईहरुले 3 थोप्ला देख्नुहुनेछ। यो 3 थोप्लामा क्लिक गर्नु होला र यसमा ब्लक दिस डिभाइस भनेको छ। अप्सनमा क्लिक गरेर तपाईहरुले चाहिँ आफ्नो राउटरमा रहेको डिभाइसलाई चाहिँ ब्लक पनि गर्न सक्नुहुनेछ र कतिवटा मोबाइल चाहिँ ब्लक गर्नु भएको छ यो ब्लक डिभाइस ब्लकहरुको लिस्ट पनि तपाईहरुले हेर्न सक्नुहुन्छ। यसको लागि चाहिँ तपाईहरुले चाहिँ यो ब्ल्याक लिस्ट डिभाइस भन्ने ठाउँमा हेर्न सक्नुहुन्छ। हेर्नु साथीहरु, मैले चाहिँ 3वटा डिभाइसलाई चाहिँ ब्लक गरेको छु राउटरबाट। यसरी नै तपाईहरुले आफ्नो भाइनेट वाइफाईको पासवर्ड चाहिँ सजिलैसित चेन्ज गर्न सक्नुहुनेछ र आफ्नो राउटरमा रहेको पासवर्डदेखि लिएर आफ्नो युजर नेमहरु सबै चेन्ज गर्न सक्नुहुन्छ र आफ्नो नेटवर्कलाई हाइड पनि गर्न सक्नुहुनेछ। आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो? भिडियो मन परे भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला किनकि यस्तै भिडियोहरु म यो मेरो च्यानलमा अपलोड गर्ने गर्छु। फेरि पनि अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजको भिडियोमा बाइ बाइ।